ईशमीशान निर्वाणरूपम् विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् निजं निर्गुणं निर्विकल्पं निरीहम् चिदाकाशमाकाशवासं भजेऽहम्। स्नानं समर्पयामि। ओम मार्गं गुरु नमः ओम महा लोकसिद्धाय नमः। ओम समर्पयामि। पंचोपचारहरू पाद्यम हरिम आत्मानि पुनरात्मानि शुद्धिगर स्नानं समर्पयामि। ओम महा पंचोपचारहरू ओम सिद्ध साधकाय नमः विष्णवे नमः देवताय नमः पुण्योदनाम नरकाय नमः यथा लोकोपचारे गंगा पुष्पम समर्पयामि। माध्यम वर्ग मात्मानि पुनरात्मानि शुद्धजल स्नानं समर्पयामि। पंचोपचार माध्यम वर्ग मात्मानि पुनरात्मानि पंचोपचार पाद्यम हर्घ्यम आत्मानि पुनरात्मानि शुद्धजल स्नानं समर्पयामि। यथा लोकोपचारे गंगा पुष्पम समर्पयामि। गुरु त्यहाँ बोलेर पनि कपुर राजिन्छ है। ओम सिद्ध ज्ञानाय नमः नित्याय भक्ताय नमः। ओम किन्नी भोजनाय नरकाय नमः यथा लोकोपचारे गंगा पुष्पम समर्पयामि। पंचोपचार पाद्यम हर्घ्यम आत्मानि पुनरात्मानि शुद्धजल स्नानं समर्पयामि। ओम स्वस्ति सजिने लोक सर्वां लोकिन भोगा विश्ववेदा सजिन ओम स्वस्ति ओम नमः सुरंदाय सहस्रमूर्ते सहस्रनामनि पुरुषार्थाभिति सहस्रज्योति उदाहरणे नमः पुरुषदेवी नमः यदा रघुपदारे गन्धं पुष्पं अर्चना समर्पयामि। ओम स्वस्ति स्वस्ति इन्दो सर्वा स्वस्ति नभो दाविश्ववेदा स्वस्ति नदाभ्यो अयि शनैः स्वस्ति भवते सविदात्। मार्दन गर्नु ओम यज्ञ सिद्धाय नमः यज्ञ भयाय नमः पुरुषाय नमः विंशनाम नरकाय नमः भयो ल भया अलि छ पनि है त ओम भूर ओम भुव अंश जा भन्नुभयो अलि राख्नु है ओम भूर ओम भुव अंश हरिम नमस्ते रुद्र मन्त्र गुरुलाई पनि एकबार तातो पानी खुवाउने अनि गएर गुरुहरूले त्यहाँ गरिमा होला होइन जति गरिदिनु ओम भव सिद्धाय नमः इन्द्राय नमः उत्तर भयो उत्तर बताएर गन्धम पुष्पम अक्षतां समर्पयामि। पञ्चोपचार पाद्यम रामेश्वर सप्तशतीको किताब छ। ओम यदा रघुपदारे गन्धम पुष्पम अक्षतां ओम स्वस्ति 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 ओम स्वस्ति 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 र अर्कै ढ्याक राख्नुको ओम महानरकाय यदा रघुपदारे गन्धम पुष्पम अक्षतां समर्पयामि। ओम सिद्ध तनवे नमः विवस्वते नमः उत्तर पार्वती नमः अन्धगोप नमः स्नानं समर्पयामि। पूरी दोषी क्षेमस्स मार्ग अन्त ध्यान लाना भन्छ नमस्कार यदि एउटा भगवतीको एक्सरेमा परिकल्पना गरेर भन्छ जाने ओम नमस्कार सहस्रनामले बुझ्दा जाने सर्वपरि उदाहरण पूरी दोषी क्षेमस्स यदा रघुपदारे हरि ओम भाग सिद्धाय नमः नित्याय नमः उत्तर साराय नमः लाल भन्छ नमस्कार
यथा नवोपचारेण गन्धं पुष्पम् अक्षरान् सर्वाणि ॐ स्वस्ति लोकधरा प्रतिन पुरुषादि शरीरा प्रतिन तान्तोवरितने प्रतिनो बृहस्पतिं ददातु ॐ महापञ्चोपचार पाते मार्गे नाथानि पुनरातानि सुन्दर स्नान सर्वाणि यथा पुरुषोत्तमस यथा नवोपचारेण गन्धं पुष्पम् अक्षरान् सर्वाणि आकुर्य अपरिसरामि हिरण्यगर्भ भवानाय नमः ॐ महा अर्धविंशति नक्षत्राण यथा नवोपचारेण गन्धं पुष्पम् अक्षरान् सर्वाणि पञ्चोपचारहरू पाते मार्गे नाथानि पुनरातानि शुद्ध परिसरामि सर्वाणि ॐ महापुरुषोत्तमस नमः नमस्ते सहसमत सहस्रांगे दुर्गा शांतके सहस्रभुजी उदाहरणेन यदा नवोपचारे गन्धं पुष्पम् अक्षरान् सर्वाणि ॐ महामौर्या ॐ यदा नवोपचारे गन्धं पुष्पम् सर्वाणि ॐ महाअतिथिकाय इन्द्राय ॐ महाश्रवणनामनार्काय अभिजिननामनार्काय यदा नवोपचारे गन्धं पुष्पम् अक्षरान् सर्वाणि मादन् नमस्कृताय सहसमत सहस्रांगे दुर्गा शांतके सहस्रभुजी उदाहरणेन ज्योतिषमस अर्पण हम सब हैं और माँ कतिवटा संभव क्या और ठीक है एकदम यदा नवोपचारे गन्धं पुष्पम् अक्षरान् सर्वाणि ओम सत्य इंद्रो विधर्मा सत्य नपुरुषादि शरीरान् चतुराशीति पटक ध्यानं सर्वाणि ओम द्वादश राशेन ध्यानं सर्वाणि यथा नवोपचारे गन्धं पुष्पम् अक्षरान् सर्वाणि वद्यामः ओम सबैलाई सम्झेर यति लाभा आउने ताता लाभा पुरा त्यही छ यसो लाभा ऊ त्यहाँ तपाईँको यसो लाभा यिनी लाभा आउने यसो छोडिदिनु पर्यो हाम्रो आदरणीय पूज्य बुबा भद्रबहादुर कुँवरज्यू उहाँको धर्मपत्नीहरू द्वय शिवकुमारी कुँवरज्यू लक्ष्मी कुँवरज्यू लगायत सम्पूर्ण यो कुँवर परिवारहरू तपाईँहरूले पूज्य पिताजीको 84 कर्म जुन प्रारम्भ गर्नुभयो 84 सिद्धहरू 84 नर्कहरू 84 पीठहरू 12 राशिहरूलाई 7 पटक 7 राशिहरूलाई 12 पटक सम्पूर्ण 28 नक्षत्रहरूलाई 3 पटक हाम्रो पूजा सुसम्पन्न भइसकेको छ। अब हामी त्यसपछि मध्याह्न गर्छौँ। मध्याह्नपछि हाम्रो सहस्र चन्द्र दर्शनको पूजा सम्पूर्ण कर्ताहरूले एकैचोटि 10 जना हामी 11 जना हुन्छौँ। 1000 चन्द्रमाको पूजा हुन्छ। त्यसपछि हामी लक्ष्मीनारायणतर्फ लाग्छौँ र त्यसो भएको हुनाले सम्पूर्ण यस महान यज्ञमा उपस्थित हुनुभएका आदरणीय गुरुवर्गहरू सम्पूर्ण मूल कर्ता लगायतका सम्पूर्ण कर्ताहरू एवं उपस्थित हुनुभएका यो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका हाम्रा आदरणीय भक्तहरू आदरणीय व्यक्तित्वहरू तपाईँहरूप्रति म सबैले उच्च सम्मान व्यक्त गर्दै आभार भाव व्यक्त गर्दै परम परमात्मा भगवानसँग केही समय विश्राम गर्ने अनुमति दिँदै सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा पश्यन्तु कदाचन असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मा अमृतमगमय पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ओम शान्ति ओम शान्ति ओम शान्ति ओम शान्ति सुशान्ति भवतु। एक बोलिए गणेश भगवान को, महाकाली माता सरस्वती को, लक्ष्मण भगवान को, 84 सिद्धहरू को, 84 पीठहरू को, 84 नक्षत्रहरू को, 28 नक्षत्रहरू को, 12 राशिहरू को, सप्तमाहरू को, सहस्र चन्द्र दर्शनको हामी पूजित देवी देवताहरूको चारै गाउँ तीर्थहरूको वैदिक सत्य सनातन धर्मको सिद्धेश्वर महादेवको पत्रका कुलपितृहरूको
कर्ताहरूको आजको आनन्दको भगवान्लाई नमस्कार गर्नु र अब सबै हामी लाइएका मौतीहरू खोलेर राख्ने पुण्य वाचन पनि राख्ने अनि बाहिर जाने धेरै समय नदिनेको पनि छोड्नुपर्छ। मध्याहमा बुवासीबाट तपाईँले एउटा 108 रुपियाँ दाम लिएर यहाँ छुनुहोस् त यो पत्रिकालाई 1008 हो यहाँ राख्नुपर्ने। अहिले मैले एउटा 100 को नोट लिनुहोस्, 5 को लिनुहोस्, 3टा काटिदिनुहोस्। अब त्यो बुवालाई दिनुहोस्, बुवा काट्नु त्यहाँ चौतिल फुल लाभा राख्नु। पत्ती चाहिँ फगाइदिनु त पत्ती गरिसके आदित्य शुक रोहिणी सीताचंद्र हरे नमः। ओम कुमुद रोहिणी सीताचंद्र हरे नमः। पुण्य विविध हे तबे रोहिणी सीताचंद्र हरे नमः। अमृत रूपाय रोहिणी सीताचंद्र हरे नमः। परम नित्य विष्णु रोहिणी सीताचंद्र हरे नमः। ओम जगता देव भूताय रोहिणी सीताचंद्र हरे नमः। जीवनात्रे रोहिणी सीताचंद्र हरे नमः। जगत शास्त्री रोहिणी सीताचंद्र हरे नमः। जगत पालकाय रोहिणी सीताचंद्र हरे नमः। जगत समेत कार्तिकेय रोहिणी सीताचंद्र हरे नमः। विश्व स्वरूपाय रोहिणी सीताचंद्र हरे नमः। शांताय रोहिणी सीताचंद्र हरे नमः। मृत्यु रोग विनाशिनी रोहिणी सीताचंद्र हरे नमः। ईशानाय रोहिणी सीताचंद्र हरे नमः। हर रूपाय रोहिणी सीताचंद्र हरे नमः। कला षोडश धारिणी रोहिणी सीताचंद्र हरे नमः। रोहिणी प्रियवल्लभाय रोहिणी सीताचंद्र हरे नमः। शीलामाय रोहिणी सीताचंद्र हरे नमः।
स्वागतवती सुस्वागतम् इदं सुस्वागतं करोमि ॐ नाट्यदलं सत्यामि ॐ चन्द्रमसि नमः अर्घ्यं सत्यामि ॐ चन्द्रमसि नमः आत्मनिर्मलं सत्यामि चन्द्रमसि नमः यति महत्त्वले ओम मधुमा दारिदारे म बुढापाहरूलाई म घिउ चिनी सबै मिलाउँछु किनभने ओम मधु सर्वकाला ध्यान विनाशाय यहाँ मिलायो मन पर्यो तिमीलाई मिठो लाग्यो शिवान्शलाई मिठो लाग्यो हो यम्मी हो ए जेरी पनि खाँदै हो तिमीलाई जेरी मन पर्यो खाऊ खाऊ तातो होला